हेलो, आज कहाँ जाने घुम्न? इन्डिया जाने? लाउनुहोस् आज रक्सौलको रेलवे स्टेसन देखाउँछु। ल हेर्नुहोस् त, हाम्रो देशमा सामान ओसार पसार गर्नु पऱ्यो भने के हुन्छ? ट्रकमा हाल्यो अथवा पिकअप भ्यानमा हाल्यो, बिस्तारै घचा 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 गर्दै बुढी कमेलो जस्तै होइन ओसार्यो। अब इन्डियामा हेर्नुहोस् त, यो मैले यहाँ तपाईँलाई वार पार देखाइसकेँ। यति लामो यो के हो त भन्दा एउटा मालवाहक ट्रेन हो है त। यसरी चाहिँ एकदमै धेरै सामानहरू एकैचोटिमा ट्रेनले विभिन्न ठाउँमा ओसार पसार गर्छ, जसले गर्दाखेरि यातायात खर्च अथवा ट्रान्सपोर्टेसन कस्टहरू एकदमै लो हुन्छ, जसले गर्दा इकोनोमीलाई यति धेरै सकारात्मक प्रभाव पार्छ। अब हाम्रो देशमा यातायात खर्चमै कैयौँ रकमहरू खर्च हुन्छ, जसले गर्दा हाम्रो सामानहरू महँगो हुने होइन, त्यसले गर्दा इकोनोमीलाई नकारात्मक प्रभाव पार्ने हुन्छ। अझै के कुरा गर्नु, हामी त रेल हेर्नकै लागि इन्डिया आउनुपर्ने बाध्यता छ होइन। आशा गरौँ हाम्रो देशमा पनि छिट्टै नै यस्ता मास ट्रान्सपोर्टेसनका मिडियमहरू युज गरेको देख्न पाइनेछ इकोनोमीमा।